भाइ गुड मर्निङ साथीहरु। आज चाहिँ मकै अब यो पालि चाहिँ बँदेलले खाएन रहेछ हौ मकै। खानै दिँदैन। टमाटर हेभी पाकिदिरहेको पाक्नु त पाएको रहेन साँच्चै। एक जोडा मकै लैजाउँ भनेको है त। चेबल चाहिँ मेमेले राम्रो फलाएछ। यो ठिक छ, सुकिसक्यो के हो मकै ठिक। इस जिंदगी से खै कस्तो हो म त ला हो ठिकै होला। ओ आइज बच्चा आइज ला। गाउँ एरिया चाहिँ यस्तै हुन्छ। गाउँ त चाहिँ हो के बुढाबुढी दुईटा तीनटा चारटा पाँच छवटा रहेछ यहाँ। एट लैजाउँ न चिन्डेको पनि। यहाँ चाहिँ बारीमा सबै मेमीले रोप्छ र चाहिँ ठिकै छ। चिन्डे लानु पर्यो अचार खान त हुन्छ होला। कलिलै छ सानो त ला। बुढाबुढीलाई त दुईटा तीनटा भए त भइ त हाल्छ हो। यो किनी खान्छ कि त्यसलाई पनि अलिक लगिदिनु पर्यो। त्यो मेरो भाइ हो अब त्यसलाई के खान्छ यसको चाहिँ दाना माछा बनाएर माछा कहिले माछा बनिन्थ्यो यस्तो मसलाहरू हालेर क्या त्यसो भन्थ्यो। उयो खान्छ कहाँ कसले खुवायो उयो के अरे त्यो